रसोल्टी म आफूलाई एउटा चुटकिला भन्छु है त। एउटा मान्छेले एउटा कुकुर को माउ पालेको छ क्या। त्यो त्यसको कुकुर चाहिँ जन्मेछ, दुईटा बच्चा पाएछ है त। दुईटा बच्चा पाएछ र त्यो मान्छेले चाहिँ त्यो कुकुरको बच्चाको नाम चाहिँ रे एउटा चाहिँ कहिले राखेछ, अर्को चाहिँ मैले राखेछ। अनि त्यो कुकुरको बच्चा चाहिँ त्यो कहिले भन्ने चाहिँ मरेछ। अनि त्यो कहिले भन्ने मरेपछि त्यो त्यो जुन कुकुरको माउको दुध चाहिँ कसले पिए त? कहिले मरेपछि मैले। कहिले मरेपछि मैले। मैले तिमीले पियो है। मैले त होइन, तिमीले पिगो। अरूहरूले पिगो होला, यो बाहिर मान्छे आउनेले पिगो होला। कहिले त मर्यो नि त। कहिले मर्यो नि, अनि कसले पियो त? बाहिर मान्छे आउँछ नि त्यसले पियो। मैले त होइन नि। मैले त